Mama, it's a light on tomorrow. Hello guys, it's me Kripos and you are watching the Gearless Rider. अनि अहिले चाहिँ कति बज्यो मामु? 4:30 बजेछ अनि आज चाहिँ हामी नगरकोट जाँदै हो एप्रिला राइडरहरुसँग। अनि मामु चाहिँ मलाई एकछिन बाहिरसम्म गेट खोल्दिन आउनु आएको छ। अनि अब स्कुटी स्टार्ट गरौँ। अनि पुरै कमक्क पर रेडी हो, मास्क लाइयो, गलबन्दी सलबन्दी हेलमेट सधैँ त एकचोटि। ल बाइ मामु स्टार्ट जाए ल गए जय श्री कृष्ण। ल केटा नगरकोटको लागि 3:30 बजे हिँडियो टक्क लागेर। अनि अब त लास्ट सफोकेसन भइसक्यो यार केटा हो। यो यस्तरी लगाएको छु क्या मैले, गलबन्दी अनि यो ठुलो ज्याकेट। यस्तो सफोकेसन भइसक्यो मलाई अहिले नै। पुरै हेलमेटमा त्यो पहिला सुरु लगाएको टोपी, यत्रो भुक्क टोपी लगाए अनि हेलमेट लगाएको पुरै क्याचक्क परिसक्यो अनुहारै लिटरली। अनि ल सेट यार, मैले पानी हालेको थिएँ बोतल चाहिँ ल्याउनै बिर्सेछ। सेट खेर केही छैन। ल अब बिर्सिहाल्यो, निस्किहाल्यो, फेरि के फर्किनु, खेर केही छैन। ल बधाई छ। ल केटा आज चाहिँ मर्निङ राइड होइन। अनि आज चाहिँ अनएक्सपेक्ट राइड हो क्या। अब हिजोसम्म प्लानै थिएन होइन। हिजोसम्म कहाँ जाने, अब भ्लग नहाले नि कति दिन भइसक्यो जस्तो भइरहेको थियो। अनि हिजो बेलुकै मलाई म्यासेज आयो क्या केटाहरूबाट, ल एप्रिला राइड जान लागेको छौँ हामी केटाहरू, अरू बाइकहरू नि हुन्छ जाम भन्न थाल्यो। अनि म चाहिँ ल त्यसो भए अब म एकचोटि घरमा सोध्छु नि त भने। अनि घरमा सोधेँ, घरबाट पनि हुन्छ जाउँ न त भन्नुभयो। अनि प्रतीक पनि जान्छ कि भनेर सोधेँ। प्रतीक चाहिँ अब उसको बाइक खै किन नजाने भन्नु थाल्यो। अनि अब फोर्स गरिरहनु भएन नि त केटाहरूले नि, एकचोटि नजाने भनेपछि। अनि 2 चोटिसम्म फोर्स गरेँ, जाम भने टाउजर कस्तो माथि सराएँ। अनि जाम भने अनि नजाने भनेपछि अनि अब मैले फोर्स गर्ने कुरा नि भएन। अनि मैले फोर्स पनि गरिनँ होइन। अनि विशाल भन्ने मेरो यतापट्टि घरको एउटा भाइ थियो एप्रिलावाला, उसलाई नि भनेको, उसले नि अब नजाने दाइ भन्न थाल्यो। अनि नजाम भनेर अनि म चाहिँ केटाहरूसँग कोही पनि चिना छैन है, मैले कोही पनि चिना छैन। एउटा केशव भन्ने चाहिँ मसँग पहिल्यैदेखि फ्रेन्ड थियो होइन। अनि ऊ चाहिँ अब पहिलेदेखि मैले एकचोटि राइड अर्गनाइज गर्दा नि जाने भन्ने कुरा गरेको थियो कि उसले। अनि त्यतिखेर चाहिँ ऊ के भएर गएको थिएन, समथिङ के भएर पेट्रोल जान्छ यार, समथिङ के भएर गएको थिएन। अनि उसैले बोलायो क्या मलाई, कृपस जाम न राइड भनेर। अनि अब त्यस्तो 3-4 जना केटाहरू भएपछि गइदिउँ न त भनेर हो। अनि ल म आउँछु नि त भन्ने अहिले भर्खर कल गरेको थियो। ल आउँछु नि त भने। अनि हुन्छ भन्दै थियो लेट्सी। अनि माछा पकाउँदै मगाउँछ ऊ चाहिँ होइन। अहिले घरमै फोन गरिसकेको थियो मलाई, कहाँ बस्दा फोन पनि आइसक्यो फेरि। कति चिसो, जिउ त चिसो भएको छैन होइन केटा, यो खुट्टा पनि चिसो भएको छैन। तलतिर चाहिँ टाउजर अलि तलसम्म पुगेन छ क्या। अनि त्यो टाउजर नपुग्यो भएर चाहिँ अलिकति चिसो भइरहेको छ। अनि स्कुटी नि बनाएको छैन, कोनबेरिङ अस्ति नैदेखि घ्याटे गएको, त्यही पनि बनाएको छैन क्या। यस्तो अल्छी लागेर केटा अब अल्छी लाग्यो भन्दा नि अब म नगरकोट जाने बेला एकचोटि सब बनाएर जान्छु भन्ने प्लानमा छु क्या। त्यही भएर सो ब्रो ठिक छ। टाइम लाग्यो। मैले हल्का ढिला गरेँ है। कता जाने हो? बोतल जाऊँ यता होइन हजुर। त्यसो आफ्नो एउटा खतरा बाइकमा जलवा देखाउन आइसकेको छ केशव ब्रो। अनि केटाहरू चाहिँ उता बौद्धमा भेट्छन् रे होइन। अनि मैले चिनेकै छैन केटाहरूलाई अब ल प्रतीक पनि आएन भनेपछि कोही कसैलाई चिनेकै छैन कि फेरि केही छैन, नचिने पनि रैला हान्ने हो रैला होइन। नयाँ साथी बनाउने हो, त्यो भ्लग भनेकै यही त हो नि, नयाँ मान्छेहरू भेट्ने होइन। अनि अब आज पनि खाटकाट आउँछ होला केटा हो होइन, त्यसलाई चाहिँ अब इग्नोर गर तिमीहरू होइन। अनि इयर रेडिस पनि धेरै हुन्छ होला, हावा पनि धेरै आइरह होला, मैले माइक हालेको छैन। अनि मेरो साउन्ड पनि सुन्ने छैन होला होइन। फेरि केही छैन, नसुन्ने नि सुन्ने न, अब केटा के गर्ने त होइन, गर्न केही सकिँदैन, केही छैन। अब एकछिन चलाइन्छ मजाले होइन, केटाहरू भेटिन्छ। ल
हाम्रो केटाहरू भेट भयो ल केटा हो दास चाँडो यार के छ ब्रो अब कोही आउनु बाँकी छ सबजना मिटअप गरौँ न मैले त्यही भएर फोन नम्बर छोड निस्किम यो हो नि त शैली के छ ब्रो राइडर सबको पछाडि एप्रिललाई एउटा दुईवटा तिनवटा चारवटा अनि सब एप्रिललाई चाहिँ मेरो भन्दा नयाँ हो होइन मेरो 10 लटको उनीहरूको चाहिँ 13 लटको 14 लटको छ सबजनाको झन्डावाला केटा चाहिँ यता छ झन्डा बिग्रियो चाहिँ तँलाई झन्डा बिग्रियो भन्नु पऱ्यो त्यो खोल्दैन क्या दामी देखा क्या यार केटाहरू देख्यो कि देखेन अब गोब्रो अनै थिएन त कहाँ देख्छ क्या दामी देखिने कि यस्तो ल यार अब सनराइज चाहिँ देखिँदैन होला किनकि त्यो ठ्याक्क बादलले सनराइज चाहिँ देखिँदैन होला है केटा हो किनकि ठ्याक्क बादलले छेक्या जस्तो लाग्यो क्या मलाई तर ओपी देखाएको छ क्या त्यो हुन्छ नि पुरै थानस आगोवाला फिल के कता यो गाडी पार्किङ रहेछ थानसवाला फिल के एकछिन त अब यतैबाट त होला कता हो केटाहरू भेट भयो अब चाहिँ होइन केटाहरूले कहाँ यार छोडेर गइदिइरहेको हामीलाई त अब चाहिँ सँगसँगै जाने हो मस्त पाराले मैले उयो भने केटा क्या दामी देखा आज चाहिँ केटाहरूले आफ्नो एप्रिललाई होइन जति पुस गर्न सकिन्छ त्यति गरायो नि क्या मस्तले अफ रोडमा होस् होइन अन रोडमा होस् मस्तले पुस हालिरहेको छ नि क्या एकजना राइडर थप्प्या भन्दै थियो ठ्याक्कै सूर्य चौरवाला भाइक रहेछ केटा होला ठ्याक्कै सूर्य चौरमा नि यस्तै छ नि होइन एकैपट्टि ओए राइडर केटो होइन अझ अगाडि आएर सर क्या बुम गाइज 7 बज्यो होइन केटा हो अनि हाम्रो केटाहरू सबजना आफ्नो पारामा फोटोसोटो खिच्यौँ अनि केटा हो भ्युज हेरेर केटा हो अघि हामीले टाइम ल्याप्स खिच्यौँ होइन यसो भनिदिनु त पऱ्यो नि टाइम ल्याप्स यस्तो सनराइज चाहिँ एकदम दामी देखाएको थियो होइन अघि ओपी देखाएको थियो अहिले चाहिँ अब त्यो बादलले छेक्यो होइन हिमाल हेर केटा हो हिमाल नाम भन्दै ऊ त्यो हिमालको नाम गणेश हिमाल है ऊ त्यो जुन अलिकति देखाएको छ नि त्यो हाम्रो घरबाट देखिन्थ्यो त केटाहरूलाई याद छ कि छैन त्यो अलिकति यति मात्रै पार्ट देखिन्थ्यो नि त्यो गणेश हिमाल होइन अनि यतातिरको यो लाङटाङ हिमाल होइन अनि यताको चाहिँ कुन हिमाल हो थाहा छैन यस्तै ऊ त्यहाँ लेखेको छ तर थाहा छैन केटाहरू आफ्नो पारामा आफ्नो जलवा ओ Now we are going to View Tower केटा हो अनि केटाहरू सबजना आफ्नो जलवा देखाइरहेका छन् होइन अब चाहिँ हामी खुरुखुरु भ्यू टावर जान्छौँ अनि कति बज्यो 7 बजे त 7, 8, 9, 10 बजेमा घर पुग्नुपर्छ अनि बवाल हुन्छ केटा हो ल
Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's faking now. Yeah, she hates me now, I made mistakes but now I don't ever wanna be alone. I don't really ever feel at home. On my own, in the zone, that's the only way I know. Feeling low. तल चियासिया खाइयो होइन केटा हो अनि थोरै हल्का उकालो लाग्यो अनि उकालो लागेपछि चाहिँ भ्यू टावर त होइन टावर भन्दा पनि भ्यू हेर्ने टावर भ्यू टावर अनि केटाहरू चाहिँ सबजना यहाँ छन् चढ्ने कि नचढ्नेमा छन् सबजना दोस्त चढ्ने कि नचढ्ने चढ्दिने हो नि चढ्ने हो चढ्ने हो नि दोस्त तिमी चढ्ने कि नचढ्ने चढ्नुपर्छ यार चढ्ने कि नचढ्ने चढ्ने ए चढेर वाल बन्जी हान्ने हो दुवैजना चढ्ने हो झन्डै मलाई ताने चढ्ने हो चढ्नै आएको रैला हान्ने हो चढेर हेलमेट लगाएर चढ्ने हो हेलमेट लगाएर चढ्ने हो ए म आइपुगिसकेँ मलाई त अझै मास्तिरै छ जस्तो लागेको थियो त्यहाँ ल फर्किनु पर्यो भित्र गाइड्स हामी ल यही हो हामी चाहिँ केटाहरू पछाडि छन् सबजना होइन आफ्नो धुनमा मस्त हेरिरहेको छन् किन भन्ने त नि अगाडि नै इन्ट्रो हानिसक्यो त अहिले भनेर के काम त मुला अनि यहाँबाट देखिने भ्यू चाहिँ यस्तो हो केटा हो अनि यता चाहिँ भक्तपुर यता काठमाडौँ यता चाहिँ समथिङ के भन्छ यतालाई साखु 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 काठमाडौँ नै हो त्यो नि काठमाडौँ पर्छ अरे होइन अनि यता चाहिँ पुरै हिमालय देखिन्छ ऊ त्यो चाहिँ गणेश हिमालय केटा हो होइन अनि ऊ त्यो चाहिँ लाङटाङ यताको यतिको लाङटाङ हो अनि यताको चाहिँ यतातिर चाहिँ समथिङ हो होइन समथिङ हो अनि अब हामी चाहिँ अब एकछिन यहाँ मस्त बस्छौँ अनि एकछिनमा जान्छौँ होइन अनि हामी चाहिँ पुरै खतरो खेलाडी गरेर आएको केटा हो होइन यहाँबाट यस्तरी अहिले हेर्दा प्रो अरे क्या एप्रिलियन राइडर हो नि त होइन ल अब एकछिनमा भेटौँ ल है त केटा हो तिर नि गयौँ होइन अनि अब घर फर्किने अब चाहिँ उज्यालो भयो नि त अनि राइड हान्ने नि र लास्ट रमाइलो ओए झन्डै अब जाँदा लास्ट रमाइलो हुन्छ होला सायद किनकि अघि नै त अँध्यारोमा बटारे मात्रै हो अँध्यारोमा केही देखेन बाटो साटो अनि अब ट्याक्क लाएर रैला हान्ने जाने हो रैला Much later that the old narrator got tired of waiting and they had to hire a new one. Dam. अब त उटी राइड हान्ने हो दोस्त केटा हामी चाहिँ फर्केको होइन अनि हल्का फुल्का चिसो भयो हामी चाहिँ चलिहालेको अब ओइ केटाहरू अनि इग्नोर इट अब बनाउनु पर्छ केटा चाँडै म चाँडै बनाउँछु अनि अर्को राइडमा चाहिँ हुँदैन त्यस्तो जहाँसम्म लाग्छ म अर्को राइड छ नि त्यसमा चाहिँ यो बनाइसक्छु अनि इन्जिन पनि बनाउँछु भाटल थालिसक्यो इन्जिन बनाउँछु है त केटा हो ल अब एकछिनमा भेटौँ ल केटा हो बाई बाई हिमाल होइन अनि यो चाहिँ आर्मी क्याम्प रहेछ
धन्न केटा हो पेट्रोल सकिएन यार फर्किँदै पेट्रोल पम्प खोला रहेछ धन्न आनन्द हो हैन यो अन्त छैन आजको राइड चाहिँ होइन केटा हो सोचे भन्दा रमाइलो भयो क्या किनकि अब सबजना एकदम मिल्ने खाले सबजना रमाइलो खाले रहेछ होइन रमाइलो भइहाल्छ झन्डै लडाइ केटा हो म चिप्लिरहेको होइन फर्स्टमा अनि ऊ पनि चिप्लिरहेको क्या झन्डा दाइ पनि चिप्लिरहेको क्या यस्तो किन चिप्ल्या यार लास्ट चिप्लो माटो यार यहाँको त आम्मा त भर्खर नि चिप्ल्याएको थियो झन्डा दाइ कति चिप्लिनु थाल्यो यार लाग्ने यार चलाउनु नि यस्तो चिप्लोमा त चिप्लेर ट्रकको तलतिर गयो नि सक्यो कहानी यहाँबाट लाग्ने दोस्त ल चाहिँ यार दोस्त ल मेसेज गरौँ ल बिस्तारै छौ है त ल दोस्त ल बिस्तारै छौ है ल अब यार दोस्त लाग्यो आफ्नो गन्तव्यतिर उसको चाहिँ यता कता काम छ अरे होइन अब 4 जना पिल्ला राइडर निस्क्यौँ दोस्त यता नि हेर्नुपर्छ नि दाइ यता हेर्नु पर्दैन कस्तो चिप्ले यार म त झन्डै लडाएँ नि कस्तो कुदा हो भेट्नै नसकिने गरेर जाम ल ए हामीसँगै जाने ल है त होइन ल फेरि जामला नि होइन अर्को राइड फेरि जामला नि होइन अर्को राइड अबको हप्तामा हुँदैन होला अर्को हप्ता ल है त ल बिस्तारै है केटा ल जाम ल अब अर्कोमा भेटौँ ल अर्को राइडमा ल बिस्तारै जाने है राइट सेफ ब्रो ल है त ल यहाँबाट सिधै मलाई एउटा कुरा चाहिँ लास्ट डर लाग्छ के हो भने पछाडिबाट आएर केटाहरू हान्दैला जस्तो लाग्छ क्या अब कहिले काहीँ अगाडि खाल्टो हुन्छ नि हामीले झ्यापो ब्रेक हान्छौँ नि त अनि केटाहरूले त्यो देख्दैन नि त अनि ड्याङ पछाडिबाट आएर हान्दैला जस्तो लाग्छ केटाहरू मात्रै नभए नि अरू मान्छेहरू क्या अब एक्लै सोलो राइड गरिरहेको बेला नि ब्रेक हान्दा बेला त पछाडिबाट आएर हान्छ कि जस्तो लाग्छ होप अब यो भिडियो चाहिँ चाँडै आओस् होइन मैले नि चाँडै आओस् भन्ने हो आउनु पनि सक्छ नआउनु पनि सक्छ होइन चाँडै आउँछ तर 2 दिनमा आउँछ होला सायद अब भोलि पर्सितिर आउँछ होला ल ब्रो म सामाकोसीबाटै छिर्छु है त ल पछि भेटौँला नि ल केटा हो अब सबजनासँग बिदाई भयो उडाइदिइरहेको क्या ब्रोले सबजनासँग छुट्टियो सबजनासँग छुट्टियो अब सामाकोसीबाट छिरिन्छ घर पुगिन्छ आनन्दले बसिन्छ खाइन्छ खानी पिउने कामै के छ र केटा हो अहिले त होइन एकदम सकिहाल्यो चिल भइहाल्यो यहाँ त कुन चाहिँ गाडीले हान्दैछ यार ल यसलाई नै हान्दैछ ल केटा हो अब घर पनि आइपुग्नु लाग्यो होइन अनि अब सबै कुराको अभाव हुन थाल्यो मेमोरीको अभाव ब्याट्रीको अभाव होइन सबतिर सकिन थाल्यो घर अब 5-6 मिनटमा आइपुग्छ ल केटा हो किप लभिङ किप सपोर्टिङ है अनि अब जता जोबाट जसले जहाँबाट हेरिरहेको छ मस्त चिल भएर बस्नु मस्त चिल भएर हेर्नु होइन हामी राइड सेफसँग गर्छौँ एकदम चिल पाराले केटाहरूसँग अब केटाहरू थप्या छन् बल्ल राइडको अब बल्ल मजा आउँदैछ होइन अब बल्ल भ्लगहरू आउँछ टनाटन अस्तिसम्म त एक्जामहरू थियो यताउता थियो अब बल्ल भ्लगहरू टनाटन आउनु थाल्छ होइन केटा ल केटा हो किप लभिङ किप सपोर्टिङ के भन्ने अरू खै हामीलाई त अरू केही भन्न आउँदैन केटाहरूले जसले हेरिरहेको छ उसलाई थ्याङ्क यू अनि सब्सक्राइब गर्नेलाई त झन् बधाई छ बधाई होइन नगर्नेलाई त झन् ठुलो बधाई किनकि अब गर्न जाँदै हुनुहुन्छ ल केटा किप लभिङ किप सपोर्टिङ मुखमा मेरो पान्छ